सँगै क्याप्सुचे छेला क्याप्सुचे केदेला क्याप्सुचे नमस्ते टसिदेले फ्याबुला सबैजनालाई र आजको यस भिडियोमा म तपाईहरुलाई ठ्याङमा यानी माला जप्ने यानी माला कस्तो हुनुपर्छ भने र माला जपेमा के फाइदा छ कति बेला जप्ने भनेर त्यसको विषयमा म भन्न गइरहेको छु र मालाको विषयमा लिएर म 7 वटा कुराहरु भन्ने छु है के को माला हुनुपर्ने माला कस्तो हुनुपर्छ र मालामा यो डल्लो यसको गन्ती कति वटा हुनुपर्छ है र माला जप्ने बेला आफ्नो मन कस्तो हुनुपर्छ सोच कस्तो हुनुपर्छ अनि माला कसरी जप्ने माला जप्नुको कारण के हो माला जप्नुको फाइदा के हो र कुन बेला माला जप्ने भनेर यी 7 वटाको बारेमा म भन्ने छु है र पहिलो कुरा माला कस्तो हुनुपर्छ केले बनाएको हुनुपर्छ है भन्दाखेरि तपाईले जे सुकेको माला बनाउँदा पनि हुन्छ जस्तै मानौं एउटा सिसाको माला है र ढुङ्गाको माला अथवा हड्डीको माला अथवा सुन चाँदी है हीरा मोती जस्तै अनि रुद्राक्ष भनिन्छ नि त्यस्तोको माला काठको माला र बोधिचित्तको माला है जे सुकेको माला तपाईकोमा जुन जे सुकेको माला भए पनि त्यो सबै हुन्छ है त र अब अर्को कुरा मालामा गन्ती कतिवटा हुनुपर्छ है यो डल्लो कतिवटा हुनुपर्छ भन्दा खास गरी भन्यौं भने 100 वटाको गन्ती हुन्छ है जस्तै हामीले जस्तै मानौं हामीले 1 लाख ओम मानि पद्मे हूं भनेर त्यो मन्त्रलाई हामीले 1 लाख जप्दै छौं भने हामीले अब यो माला एक राउन्ड यो माला जप्यौं भने त्यसको गन्ती हुन्छ 100 है तर गन्ने बेला 100 भन्छौं तर सबै मालामा हुनुपर्ने भनेको 108 वटा हुन्छ है डल्लो 108 वटा हुन्छ र अनि तर गन्ने बेला हामीले गन्ती गर्ने बेला हामीले 100 मात्र गन्छौं किन हो भन्दाखेरि चाहिँ 8 वटा चाहिँ त्यो बाँकी 8 वटाको कारण चाहिँ के हो भन्दाखेरि हामीले माला जप्ने बेला कुनै डल्लो छुटेको हुन सक्छ है कुनै बेला अब जस्तै अब मानौं माला अलि सानो छ भने एउटा गर्ने क्रममा तपाईले 2 वटा गरिदिनु भएको हो हैन अथवा त्यस्तो छुटेको हरुलाई चाहिँ जोड्नको लागि त्यो छुटेकोहरु चाहिँ थप्नको लागि चाहिँ अनि 8 वटा चाहिँ बढी राखेको कारण त्यस्तो हो पनि भनिन्छ है त्यसैले 108 वटा हुनुपर्छ डल्लो 108 वटा है त यदि तपाईकोमा पुगेको छैन भने जोड्नु पर्ने हुन्छ है र तेस्रो कुरा माला जप्ने बेला सोच कस्तो हुनुपर्छ भन्दा मैले पहिलेदेखि भन्दै आएको छु है जस्तो सुकै हैन तेस्रो कुरा रहेछ माला जप्ने तरिका है माला जप्ने तरिका कस्तो हो भन्दाखेरि पहिलो कुरा हाम्रो यो माला चाहिँ तपाईले नयाँ लिनु भएको हो भने त्यो माला चाहिँ तपाईले राप्ने गरेको हुनु पर्यो है राप्ने भनेको चाहिँ यो मालामा अब मतलब माला चाहिँ अब भगवानहरु बसिदिने अथवा यो माला जपेकोमा धर्म हुने अझै त्यस्तोको लागि चाहिँ राप्ने गरिन्छ है अब जे होस् ठुलो लामाकोमा गएर अथवा कुनै लामाहरुकोमा गएर लामाहरुले राप्ने गरिदिनु भन्नुभयो भने अनि लामाहरुले त्यो तपाईको मालालाई राप्ने गरिदिनु हुनेछ है राप्ने भनेको चाहिँ खास भने चाहिँ तपाईको अब अजम्बरी रहनको लागि है सधैं अब माला सधैं रहनको लागि नटुटेर है रहनको लागि चाहिँ राप्ने भन्ने गरिन्छ है र त्यो राप्ने गरेको माला चाहिँ अब तपाईले जप्ने बेला बायाँ हातमा लिने है यो मेरो दायाँ हात भयो बायाँ हातमा लिने र आफ्नो यो औंली छ नि यो औंली माथि यसरी राख्ने है यो बीचको औंलीमा हैन यो सबभन्दा यो माथिको औंलीमा चाहिँ यसरी राखेर चाहिँ यसलाई यसो गरेर घुमाउने र यो घुमाउँदाखेरि माला जप्ने बेला कहाँ राख्नु पर्यो भन्दा हात चाहिँ जथाभावी तल राखेर पनि भएन यता हाम्रो मुटुको नजिक राख्नु पर्यो रे है
मुटुको नजिक राखेर अनि यसरी यो औँलाको माथि राखेर मालालाई यसरी जप्नु पर्यो है त, यसरी जप्ने है। र यो एक घुमिसकेपछि अन्तमा यता आउँछ नि त, यो चाहिँ अब लास्ट भयो नि त है, अन्तिम भयो नि त। यता आइसकेपछि यसलाई नागेर नगइकन यसलाई यस्तो घुमाइकन फेरि गर्ने है। हो माला जप्ने तरिका चाहिँ त्यो हो है त। र अर्को कुरा, चौथो कुरा, माला जप्ने बेलाको सोच कस्तो हुनु पर्यो भन्दा, तर यो चाहिँ मैले पहिल्यैदेखि भनिरहेको छु, हामीले धर्मको कार्य, धर्मको काम, पुण्य कमाउने काम जस्तो सुकै होस्, ढोग गर्ने होस् है, अब छेमे बाल्ने, बत्ती बाल्ने होस्, पानी चढाउने होस्, गुम्बा कोरा गर्ने होस्, जस्तो सुकै धर्मको काम गरे पनि हाम्रो सोच भनेको चाहिँ कस्तो हुनु पर्यो भन्दा चाहिँ संसारको सबै प्राणीहरूले सुख पाउन्, दुःख कसैले दुःख नपाउन्, सबैको दुःख मेटेर जाउन्, सबैले संसारबाट मुक्ति पाउन् भन्ने हो, त्यो सोच चाहिँ हुनु पर्यो है। संसारबाट मुक्ति हुनु भनेको चाहिँ तपाईँको दुःख पीडा सबै हराएर जानु नै संसारबाट मुक्ति हुनु हो है त। र हामीले अब एउटा कुरा आउँछ कि हामीले सबै प्राणीहरूको लागि सोच्नुको कारण के हो हैन। जस्तै हाम्रो समाजमा हुन्छ कसै हामीले मन नपराउने मान्छेहरू हुन्छ है, कसैले हामीलाई नराम्रो गर्ने मान्छेहरू हुन्छ है। तर हामीले उनीहरूको लागि पनि किन राम्रो सोच्नु पर्यो भन्दाखेरि चाहिँ हामीले यो संसारमा धेरैभन्दा धेरै अनगिन्ती हैन, अनगिन्ती चाहिँ तपाईँले जन्म लिइसक्नु भएको छ है। मानौँ मैले पनि लाखौं करोडौं यो संसारमा जन्म लिइसकेको छ र त्यो कुनै न कुनै जन्ममा चाहिँ जुन आज मलाई डाहा गर्ने है, हिंसा गर्ने, हेला गर्ने त्यो जुन मान्छे, मलाई नराम्रो गर्ने मान्छे छ नि, त्यो चाहिँ कुनै न कुनै एउटा जुनीमा मेरो बुवा नभए मेरो आमा, दिदी, बहिनी, दाइ, भाइ त्यस्तोको जन्म लिएकै हो। त्यो सोच लिएर चाहिँ कुनै न कुनै जुनीमा यो मान्छे चाहिँ मेरो बुवा आमा थियो, मलाई एकदम राम्रो गर्ने बुवा आमा थियो भन्ने त्यो सोच लिएर चाहिँ हामीले सबै प्राणीको लागि राम्रो सोच्नु है, अनि सबैजना दुःखबाट मुक्ति हुन् भन्ने सोच्नुपर्ने कारण चाहिँ त्यो। र अनि अब 5 नम्बरमा के छ भन्दाखेरि चाहिँ यो माला जप्नुको कारण के हो है। माला जप्नुको कारण के हो भन्दा चाहिँ मेन कारण भनेको, मूल कारण भनेको त्यही हो कि सबैले बुद्धता प्राप्त गर्ने, संसारको दुःखबाट मुक्ति पाउने, बुद्ध प्राप्त गर्ने नै सबभन्दा ठुलो कारण त्यही हो। र अर्को कुरा, आफूमा नभएको शक्ति प्राप्त गर्ने है, आफूमा पहिला नभएको दिमाग आउने है, पहिला नभएको राम्रो राम्रो सोचाइहरू आउने है हो। र त्यसै गरी आफूले जे पूजा गरिरहेको छ, जुन भगवानको पूजा गरिरहेको छ, त्यो पूजा गरेको जस्तो राम्रो हुने, सम्पन्न हुने है। र त्यस्तोको कारणले चाहिँ हामीले माला जपिएको हो। र माला जप्यो भने चाहिँ के फाइदा छ है भन्दाखेरि, अघि भने चाहिँ राप्ने गरेको एउटा गुरुजीले, लामाहरूले राप्ने गरेको त्यस्तो मालाले तपाईँले माला जप्नु भयो भने चाहिँ आफूले सोचेको जस्तो पुरा हुने है, आफूले अब सोचेको जस्तो कामहरू सम्पन्न हुने है, त्यस्तो फाइदाहरू हुन्छ है। र अब माला जपेको फाइदा भन्दैमा फेरि माला यतिकै जपेर मुखले चुप लाएर बसेर भन्दा फाइदा भएन है। राम्रो सोच हुनु पर्यो है, अनि राप्ने गरेको है माला हुनु पर्यो। र आफूले मन्त्रहरू, अब भगवानहरू सम्झेर है, जस्तै चेनेसेक हुनुहुन्छ है, गुरु रुम्बुछे हुनुहुन्छ, उहाँहरूलाई सम्झेर उहाँहरूको मन्त्रहरू छ है, ओम माने पेमे हुँ जस्तै है, ओम आहु वज्रगुरु पेमा सिद्धि हुँ जस्तै हो, त्यो मन्त्रहरू याद गरेर चाहिँ तपाईँले माला जप्नु पर्यो है त। र अब अन्तिममा आएर यो माला जप्नेको समय कति बेला हो, कति बेला चाहिँ माला जप्नु पर्यो हैन भन्दाखेरि चाहिँ खास भन्नु पर्दाखेरि यसको एउटा समय भन्ने हुँदैन। तपाईँले जति बेला सक्नुहुन्छ है, तपाईँले जति बेला सक्नुहुन्छ, बिहानदेखि रातिसम्म है, रातिदेखि बिहानसम्म तपाईँले जति बेला सक्नुहुन्छ माला जप्न मिल्छ है। धर्मको काम, पुण्यको काम भनेको तपाईँले जति बेला गर्न सक्नुहुन्छ त्यति बेलै गर्ने हो है त।
अल्छी गर्नु भएन र तपाईँले अब दैनिक जीवनमा तपाईँले अब कुनै काममा तपाईँले कुनै काम गर्नुहुन्छ भने पनि अब बिहान र बेलुका चाहिँ तपाईँले फुर्सदको समय निकालेर चाहिँ एकचोटि भए पनि हैन ओम मानी पेमेहरू मालाहरू जप्ने। तर सधैँ याद राख्नु कि तपाईँले पुण्यको काम जति नै छोटो या लामो गरोस् तर त्यो गर्नुको अगाडिको सोच है, सोच भनेको एकदम राम्रो हुनुपर्छ। अघि मैले भने चाहिँ सोच कस्तो हुनुपर्छ भन्दा सारा प्राणीहरूले सुख पाउन् है, कसैले दुःख नपाउन् भन्ने, सबैले सोचेको जस्तो पुरा हुन् भन्ने एउटा त्यस्तो सोच लिएर चाहिँ तपाईँले धर्मको काम अलिकति है 1 मिनेट 2 मिनेट गर्नु भए पनि त्यसले तपाईँले ठुलो पुण्य कमाउनु हुनेछ है त। तपाईँले केही नसोचेर या नराम्रो सोची अब घन्टौँ पुण्यको देख्दाखेरि पुण्यको काम जस्तो भए पनि है त्यो पुण्यको कामले त्यो गरेको कामले तपाईँले पुण्य कमाउन सक्नुहुन्न है त। त्यही भएर चाहिँ बिहान बेलुका समय निकालेर एकचोटि दुईचोटि मानी गर्ने है त। त्यसो गर्नुभयो भने तपाईँले एकदमै धेरैभन्दा धेरै पुण्य कमाउन सक्नुहुनेछ र आफ्नो जीवनमा सुख शान्ति है सबै हुनेछ भन्ने मलाई विश्वास छ है। र यो ठुलो लामाहरूले पनि गुरुजीहरूले पनि त्यही भन्नुहुन्छ है, बुद्ध भगवानले पनि त्यही भन्नुभएको छ। हस् त अनि भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।